नमस्ते नमस्ते सम्पूर्ण साथीहरुमा नमस्कार। अहिले तपाई हेर्दै हुनुहुन्छ द मनी टक युट्युब च्यानल। भर्खरै सुरु गरेको हुँ। तपाईहरुको साथ अनि तपाईहरुको माया आवश्यक छ। हुन्छ भिडियोतिर लगाउँ है त। नमस्कार साथीहरु, आजको भिडियोमा हामी एउटा यस्तो विषयको कुरा गर्दैछौँ जसले हाम्रो जीवनको लगभग सबै निर्णयमा असर गर्छ। त्यो हो पैसा। धेरै मानिसहरू धेरै पैसा कमाउने सपना देख्छन्, तर पैसा कसरी व्यवस्थापन गर्ने भन्ने कुरा सिक्दैनन्। त्यसैले आजको यो भिडियो विशेष गरी बिगिनरहरूका लागि हो। यदि तपाईँ विद्यार्थी हुनुहुन्छ, जागिर गर्दै हुनुहुन्छ वा आफ्नो व्यवसाय सुरु गर्ने सोचमा हुनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला। सबैभन्दा पहिले एउटा कुरा बुझ्नुपर्छ, पैसा लक्ष्य होइन, पैसा एउटा साधन हो। जसरी गाडी चलाउन इन्धन चाहिन्छ, त्यसरी जीवनका धेरै लक्ष्य पूरा गर्न पैसा चाहिन्छ। तर धेरै मानिसहरू पैसा कमाउने दौडमा यति व्यस्त हुन्छन् कि पैसालाई कसरी प्रयोग गर्ने भन्ने कुरा बिर्सिन्छन्। पैसाले खुसी किन्न सक्दैन भनिन्छ, तर सही तरिकाले प्रयोग गरियो भने यसले जीवनलाई सहज, सुरक्षित र आरामदायी बनाउन सक्छ। त्यसैले पैसा कमाउनुभन्दा पहिले पैसा बुझ्नु आवश्यक छ। अब पार्ट 2 मा जाउँ। द 3 रुल्स अफ मनी। पैसाका 3 आधारभूत नियम बुझौँ। पहिलो नियम हो पैसा कमाउनु। तपाईको आय जति ठुलो हुन्छ, अवसर पनि त्यति नै बढ्दै जान्छ। तर केवल एउटा स्रोतमा भर पर्नु सधैँ सुरक्षित हुँदैन। उदाहरणका लागि जागिर, व्यवसाय, फ्रिल्यान्सिङ, युट्युब लगानीबाट प्राप्त आम्दानी, यी सबै आयका सम्भावित स्रोतहरू हुन्। तपाईले विभिन्न काम गर्न सक्नुहुन्छ। दोस्रो नियम हो पैसा बचत गर्नु। धेरै मानिसहरू खर्च गरेपछि बाँकी पैसा बचत गर्छन्, त्यो गलत हो। तर सफल मानिसहरूले पहिले बचत गर्छन् अनि बाँकी पैसा मात्र खर्च गर्छन्। यदि तपाईले महिनाको आम्दानीबाट 10% पनि नियमित बचत गर्नुभयो भने भविष्यमा ठूलो रकम बन्न सक्छ। तेस्रो नियम हो लगानी गर्नु। बचत गरेको पैसा बैंक खातामा मात्र राखेर तपाई धनी बन्न सक्नुहुन्न। तपाईको पैसा बढ्दैन। मुद्रास्फीति अर्थात् इन्फ्लेसनले पैसाको मूल्य घटाउँदै लैजान्छ। तपाईले बैंकमा राखेको आज 1 लाख राखेको ल 10% पनि 1 वर्षपछि कति हुन्छ? 1,10,000 न हुन्छ। त्यति बेलासम्म तपाईले 10% मात्र त्यहाँबाट 10,000 कमाउँदाखेरि पनि तपाईको महँगी चाहिँ त्योभन्दा धेरै बढेको पनि हुन सक्छ। अथवा आउने 10 वर्षमा तपाईको पैसा डबल हुँदाखेरि मुद्रास्फीति अथवा इन्फ्लेसन बढेर 20%, 30% भयो भने तपाई सधैँको गरिब नै हुनुहुन्छ। त्यसैले उचित अध्ययन गरेर लगानी गर्नुपर्छ। जस्तै कहाँ लगानी गर्ने त? शेयर बजार, म्युचुअल फन्ड, व्यवसाय, सिप विकास जस्ता क्षेत्रमा लगानी गर्न सकिन्छ। अब कमन वन मिस्टेकहरू हेरौँ। सामान्य बिगिनरहरूले कस्तो गल्ती गर्छन् त? कमाएको सबै पैसा खर्च गर्नु, देखाउनका लागि अनावश्यक सामान किन्नु, ऋणको दुरुपयोग गर्नु, आपतकालीन कोष नबनाउनु र लगानी नगरी पैसा थन्काएर बैंकमै राख्नु अथवा बाकसमा राख्नु। यस्ता गल्तीहरूले आर्थिक प्रगति रोक्न सक्छन्। सानो रकमबाट सुरु गर्नुहोस्, तर सुरु भने अवश्य गर्नुहोस्। अब निष्कर्षतिर लगाउँ। आजको भिडियोबाट एउटा कुरा के सम्झिनुहोस् भने पैसा कमाउनु महत्त्वपूर्ण छ, तर पैसा व्यवस्थापन गर्न जानु अझ महत्त्वपूर्ण छ। कमाउनुहोस्, बचत गर्नुहोस् र लगानी गर्नुहोस्। यी 3वटा मन्त्र सम्झिनुहोस्। पहिला कमाउनुहोस्, बचत गर्नुहोस्, बचतबाट बचेकोलाई खर्च गर्नुहोस् र त्यसलाई उचित ठाउँ हेरेर लगानी गर्नुहोस्। नआत्तिनुहोस् कि आजको भोलि डबल हुन्छ भनेर। यो लङ टर्ममा तपाईलाई कम्पाउन्डिङ इन्ट्रेस्ट दिन्छ। यी 3 बानीले तपाईको आर्थिक भविष्यलाई धेरै बलियो बनाउन सक्छ। यदि भिडियो उपयोगी लाग्यो र तपाईँ यो भिडियोसम्म आइपुग्नु भएको छ भने कृपया लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। म फेरि अर्को रोचक कुरा द मनी टक च्यानलमा फेरि कुनै भिडियो लिएर तपाईहरु सामु उपस्थित हुनेछु। त्यतिन्जेलसम्मको लागि धन्यवाद। नमस्कार।